सकुशल घर फर्केका छौँ। परिवारमा टेन्सन नगरिदिनु होला। यो धुपको गन्धले ढिँडाको दुखिरहेछ कि उहाँ क्षेत्रीय तर शेर्पाको ज्वाइँ हुनुहुँदो रहेछ। नेपाल प्रहरी प्लिज यिनीहरूलाई समाउनु होला। म त बोयफ्रेन्ड सब भुलिदिएँ आमाको याद आइरहेछ है। मलाई त कसैको याद आउँदैन। मुहालीको नातिनीहरू। गुड मर्निङ गाइस। अहिले चाहिँ हामी शिवधारा जाँदैछौँ। कति जाडो। यही हो शिवधारा चाहिँ 4 घन्टा लाग्छ आउनु जानु भन्दै थियो। र चाहिँ अचम्मको चाहिँ के हो भने माथि चाहिँ खाली पेट छ अरे क्या। हेलिकप्टर पनि बस्छ अरे। ए हा 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 हेर्नु तिमी माथि माथि सागरको हेर्नु तिमी माथि माथि सागरको हाम्रो नेपाल स्वर्ग भनेको नि स्वर्ग नै हो नि। स्वर्गै छ। सँगसँग त दामी हो नि शिवधारा। यस्तो उयो ठाउँ पनि डेन्जर छ होइन गाइस। तर अहिलेसम्म त्यहाँबाट कोही लडेको नि छैन अरे क्या। जस भगवान्को कृपा रहेछ क्या। भगवान्को यस्तो शक्ति रहेछ क्या त्यहाँ चाहिँ।
यति हाइदिने हो खाइदिनु पर्यो अझ यति यहाँ हाम्रो त छोडेछौँ के शिवधारा मात्रै हो अहिले बन्द गर्दैन जानु तपाईँ जानु म गरिदिन्छु सबैले रक्षा गरौँ भगवान् सबैले रक्षा गरौँ सबैले भगवान् रक्षा गरौँ भगवान् सबैले रक्षा गरौँ हिम्मत हार्नु हुँदैन है कति टेक्नु दियो मलाई अब यो पनि उता पनि लट्ठ उता पनि अट्ठ के हुन्न भगवान्को दर्शन जाने साथ दिन्छ क्या भगवान्ले मन सफाउनु पर्यो सब मन सफा नजानु न त्यतै नजानु हिजो डर छोरी यही नाना थियो भएर अगाडि उहाँ हो के खतरा फेरि मुहालीको नातिनीहरू तल नहेर्नु तल हो त्यो बाटो मात्र कुनामा कुनामा बसेर अरूलाई कस्तो खाउँ लाग्ने कति राम्रो फाइनली हामी चाहिँ पुग्न लाग्यो यहाँ हो वहीँ हुन्छ मलाई चाहिँ गाह्रो भयो भने हुन्छ बल्ल गयो कति घन्टा बल्ल आइपुग्यो गाइस मैले यहाँ चाहिँ नानालाई क्वेसन गराएको थिएँ तपाईँ यहाँ आएर कस्तो अनुभव भयो भनेर सोधेको थिएँ तर नानाले पुरै एक्सप्लेन चाहिँ गरिराख्नु भएको थियो तर साउन्ड नआएको कारणले चाहिँ मैले यतिकै राख्नु पर्यो
जहाँ बस्यो नि राम्रो मान्छेको चाहिँ पानी आउँछ कि त्यो राम्रो मान्छेको चाहिँ आउँदैन रहेछ कि यो पानी चाहिँ यस्तो मात्र लाग्यो क्या यो झर्ना चाहिँ अङ्कल तपाईँलाई यहाँ आएर कस्तो लाग्यो अचम्म है यो ठाउँ हजुर एकदम जादु के एकदम सुकुन मेरो यत्रो दिन होइन यस्तो दुःख गरेर आएको कि यहाँ आएर चाहिँ मलाई नि कसरी Oh my gosh! Oh, भिज्ने हामी त भिज्ने कस्तो चमके यो पानी कहाँ दिन्छ मलाई साथीभाइ दर्शन केशरी के बोले भाइ अब के बोले उहाँले साथ दिएर यो भिड पार गरिसक्यो पार गरेर त आएछौँ हामी सजिलो बाटोमा हुन्छ अरे भन्थ्यो पार्वतीलाई भेट्न गइरहेको छौँ हामी फाइनली गाइस हामी चाहिँ अघि यो बाटो आएको भने घुम्दै म त प्राउड फिल गर्छु हामी चाहिँ तल त्यो खोला सानो छ नि त्यहाँबाट उकालो आएको हो यहाँबाट सिधै उकालो आएर माथि हिउँमै पुगेको यहाँ त हिउँै छैन नि माथि पुगेर गाउने हो गाह्रो नि भयो तर ठिकै छ खुसी भयो हाम्रो टोलीहरू तल पुगिसक्नु भएको छ यता चाहिँ बाटो राम्रो रहेछ यहाँबाट अघि चल्दा चाहिँ लास्टै गाह्रो भएको थियो यस्तो छ है यस्तो हिमालको फेद मुनि दुईजना ब्याङ लुट्ने दुईटा चोरहरू यहाँ आइसकेको छ Stop it. Get some help. आयो त्यो अस्ति जेन्जीको त्यो उयोहरू चोरहरू यत्रो भइसक्यो है आज फाइनली गरिदिनु मकाले हिमालतर्फ जाँदैछौँ अनि त्यो एकछिन गएर आइहाल्छौँ सायद मलाई लाग्छ आज हाम्रो 6th डे हो आज फाइनल हो हाम्रो चाहिँ नजिक बस्नु न नजिक गीत यता ल्याउ न यस्तो राम्रो हिमाल देखाइदिनु पर्यो नि त चोरहरू आयो सम्झे कहिले प्रस्तुति सक्यो धन्यवाद तपाईहरुलाई यति नाच्दिनु भएकोमा
चाहिँ शिवधाराको टप माउन्टेन रे क्या त्यस्तै होला नि त के हामी बिस्कुट जाने के कम्न गएको यस्तै त नि त्यो शिरमा चढेर के पाउँछ त यसरी 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 हुन्छ हेलो म त ढले 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 दिदी बहिनीहरू चाहिँ भर्खर आउँदैछन् अहिलेसम्म चाहिँ मलाई केही भएको छैन हामी चाहिँ लाङमा लगाइसक्यौँ गाह्रो भई ओ दिइरहेछ एउटाले यत्तिको त हुनुपर्ने हुन्छ अया कसरी हिँड्ने त्यसो अनि अलिक छिटो हिँड्ने हामी चाहिँ 6 दिन भयो घरबाट हिँडेको याङमाले के भन्ने ठाउँमा आइयो टक्कसँग याङमाले के भन्ने ठाउँमा अब 4 घन्टा मात्रै छ अरे बिस्कुट पुग्न जान सकिन्छ कि सकिँदैन कोसिस प्रयास जारी छ गाह्रो भइरहेछ हिँड्नु गाह्रो भयो अहिले we are ending our journey to here. Okay, everybody wants to see the view or Langmale from like हामी लुङ्गी लगाएर नाच्ने हो यहाँ चाहिँ ड्रेस लगाएर अब टिकटक बनाउने रे हिउँदोको जाडो भगाउनाले कालीधिरमा खाइदिउँथे पूर्वेली माइच्याङ आउँदिन रम्दी माया र पिराती लगाइदिउँथे हिउँदोको जाडो भगाउनाले कालीधिरमा खाइदिउँथे पूर्वेली माइच्याङ आउँदिन रम्दी माया र पिराती लगाइदिउँथे हिरो त भन्दा कम छैन सर्लकै छ यो चङ्बानी त्यतिको जन्म पाउँदा हामी आइपुग्यौँ लाङमाले कसको याद आयो अरे नानाजी म त बोयफ्रेन्ड सब भुलिदिएँ आमाको याद आइरहेछ है मलाई त कसैको याद आउँदैन बस आमाको याद आइरहेछ आमाले जन्म दिनुभयो यो ठाउँमा पुऱ्याइदिनु भयो सलाम छ आमा सलाम छ आमा सबैजना पुरै भिडियो गर्ने आमै गति राम्रो स्टिकसँग हो कस्तो राम्रो लाग्छ के तपाईँहरू के हो घरि चोर जस्तो दुईजनै घरि एलियन भएर हिँड्छन् हाँस उठेर घरि चोर भएर हिँड्छन् घरि एलियन भएर हिँड्छन् के हो पारा दुईजना कस्तो कमेडी देखेको थियो हातले गरिदिनु न त यहाँ चाहिँ दुईजनै भमिट गर्दैछ बिचराहरू एउटा रुपा गर्नुभएको थियो भने अर्को प्रतिभा नानाले पनि गर्नुभयो
के गर्नु गाह्रो छ हिमाल चढ्नु पनि ले एउटाले टिक्ने पनि छोडेछ रूपनारायणलाई गाह्रो छ लेक लागेर भमिट गर्थ्यो एक थाल भमिट गरिदिनु भयो धन मलाई चाहिँ के भएको छैन तर टाउको दुख्ला चाहिँ भइरहेछ हेलो गाइज हामी चाहिँ आज फर्किँदैछौँ 6 दिनमा बिस्काम पुग्यो अरे है टक्क खाना खायो अरे कहाँबाट पो खाना खाएको हामी वेल्याङमा कि के हम पागल नहीं है भैया हमारा दिमाग खराब है मलेबाट खाना खाएर बिस्काम पुगेर हामी फर्किँदैछौँ है साथी हो हामी सकुशल घर फर्केका छौँ परिवारमा टेन्सन नगरिदिनु होला परिवारमा पनि सबैजना सन्चै होला 6-7 दिन कन्ट्याक्ट भिन्न हुँदा त किन टेन्सन हुँदैन र है होइन रूपा हामी चाहिँ टिम्बुर खाँदै सातु टिम्बुर लसुन अदुवा सातु पनि एकजना सेरेपलाई दिइपठाइहाले सेरेपलाई दिइपठाइदिए यस्तै हो पानी पर्छ कि क्या हौ साह्रै लक्की रहेछ कि हाम्रो यो छ नि यो एउटा राम्रो केटी यसलाई ल्याउने हाम्रो लक्की दिन थियो क्या यसले गर्दाखेरि सब त्यत्रो पानी परेको पनि पानी नै पर्ने छडिदियो यस्तो राम्रो छ नि हामी चाहिँ फर्केको है गाइज फर्किनु त मन लाग्दैन मलाई चाहिँ हिउँमा चाहिँ लेख्न राख्ने रहेछ कि त्यो धुपको गन्धले ढिँडोको दुखिरहेछ कि चोटाको दुखिरहेछ यस्तो गाह्रो भइरहेछ मलाई चाहिँ त्यो अगाडि हिँडेर चाहिँ लेख लाग्दो रहेछ लेखमा बमिट गरेको चाहिँ म चाहिँ यो औलमा यो धुप बनाएर यस्तो बमिट आएको छ चोको दुखिरहेछ यो 2 बजी चाहिँ चोखो केही भएन 2 बजीलाई चाहिँ हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ अन्डा सिमेको खानुपर्ने हुन्छ भएन जे गर्छ 2 जनाले गर्छ एउटा साह्रो परेको नि एउटा गाड जस्तो देखिरहेछ बिचरा क्या उकाली
बिचरा हजुर डाउँछ दुईजनाले नै हेलो गाइज म चाहिँ रुपाको गाइड रुपाको गाइड हामी दुईजनालाई गाइड बनाइहालेको छ बिरामी मान्छेले यता पनि हुनुहुन्छ हामी दुईजनालाई गाइड बनाइहालेर यस्तो छ सामना यो हो नि त कसले नि टिकटक बनाउन छोड्ने होइन यस्तो छ नानाको पारा ठुलो पोखरीमा आइपुग्यौँ हामी चाहिँ सबभन्दा गाह्रो भनेको हाई लाग्ने भनेको यही हो हाम्रो चाहिँ यहाँ भेडाको मासु पाक्दैछ यता यो सबै भेडाको मासु है गाइस अब कस्तो डेन्जर देखेको क्या मैले मनमनाइ थिएँ साथीको बस्नु भएको सोचिरहेको क्या ठ्याक्कै साथीको घरमा अरे उहाँको साथी रे साथीको साथी साथीको माथि साथी उहाँ छेत्री हो तर शेर्पाको ज्वाइँ हुनुहुँदो रहेछ हिमालय हो कुन ऊ त्यो माथि चुच्चो यताको चाहिँ यो साइडको यो साइड बिचको त यो के हो पिक हो उताको छेमालिङ हो त्यो लामो लाङमालेबाट देखिने यो पो हो लाङमालेबाट यस्तो लाङमालेबाट यता हेर्दा यस्तो अग्लो छैन त्यही चुच्चो त हो नि हामी यसरी गएछौँ है होइन हिमाल त यता टाढा कति छ नि लु गयो अर्को भेडाहरूसँग खिच्नु आम्मा खतरा रहेछ त परबाट ए उति यिनीहरू चाहिँ अनि कति क्युट के भाइ हान्छ कि हान्दैन हान्दैन बोक्न मिल्छ कति राम्रो के बच्चु हाम्रो अङ्कललाई सम्झेर गयो अङ्कलको भिडियो हेरेर भेट्नुपर्छ सेतुमा भेटिहाल्छ के हो यो बिएसी अरे को यो लेख्नेको नाम को यो को लेख्ने यस्तो राम राम बिएसी अरे चाहे ब्ल्याङ्केट भित्र भूत आओस् तर सुतिसकेपछि मुत नआओस् ह्यापी जादो है मेरो साथी लु है हाम्रो नानाहरूसँग अब चाहिँ सक्यो बाई बाई नाना राम्ररी जानु होला छुट्टी आजदेखि यही हो लास्ट